हेलो एभ्रिवान, सो आज हामी यो भिडियोमा जानेछौँ हामी एज अ भेन्डर और आर्टिस्ट आफ्नो सोलो म्युजिक और तपाईको एल्बमहरू हाम्रो वेबसाइटमा लिस्ट गरेर कसरी हामीले सेल गर्न सक्छौं। सो भिडियो अन्त्यसम्म हेर्नु होला। लेफ्ट साइडमा भेन्डर म्यानेजमेन्टको तल माई म्युजिक भन्ने अप्सन छ। यहाँ आइसकेपछि तपाईले हेर्न सक्नुहुन्छ राइट साइडमा दुईटा अप्सन छ, सिंगल ट्र्याक र एल्बम। सो तपाईको सिंगल म्युजिक छ जुन सेल गर्नु छ भने यु क्यान चुज सिंगल ट्र्याक हैन। मेरो एल्बम छ जसमा डिफ्रेन्ट ट्र्याक्सहरू छन्, डिफ्रेन्ट म्युजिकहरू छन् हैन। एक्जाम्पल 5 6 त्यो कुराहरुको लागि तपाईले एल्बम क्लिक गर्न सक्नुहुन्छ। सो सिंगल ट्र्याक एकदमै इजी, एल्बम जस्तै नै हो, तर अहिलेको लागि चाहिँ हामी एल्बम सिकौं है। सो एल्बमको लागि तपाईले एल्बममा क्लिक गर्नुहोस्। त्यसपछि हेर्न सक्नुहुन्छ हामीसँग एल्बम टाइटल, आर्टिस्ट, जेनरल भनेपछि डिफल्ट जनर के हो हैन, एल्बम कभर, एल्बमको डिस्क्रिप्सन। त्यसपछि इन्टायर एल्बमको पैसा कति हो त भन्ने कुरा चुज गर्नुपर्छ तपाईले। सिंगल ट्र्याक किने हैन, एउटा एल्बम किनिसकेपछि सबै ट्र्याक्सहरू म्युजिशियन्सहरूले एक्सेस गर्न पाउनुहुन्छ। सो त्यसको लागि हामी फर्स्ट स्टेप के हेरौँ भन्दाखेरि हामीले टाइटल हाल्ने। सो अहिलेलाई मायाको चिनो एक्जाम्पल है, हामी सबै म्युजिक ट्र्याक्सहरू चाहिँ मैले एक्जाम्पल राखिरहेको छु। अश्विन पाण्डे हैन, एकदमै फेमस नेपाली मुभीको मैले ट्र्याक्सहरू चुज गरिरहेको छु, क्लासिकल हैन। एल्बम कभरको लागि हामीले अलरेडी एसएसहरू राखिसकेका छौँ। सो यसरी चाहिँ हाम्रो ट्र्याक्सहरूमा गयौँ भने यो चाहिँ हाम्रो एल्बम कभर भयो हैन। अब डिस्क्रिप्सन तपाईले अहिलेलाई दिस इज एन क्लासिकल एल्बम फ्रम नेपाली मुभिज यसरी राख्न सक्नुभयो। मैले एल्बमको प्राइस अहिलेलाई 500 राखिदिएँ हैन। अब ट्र्याक हामीले चुज गरौँ। सो ट्र्याक मलाई थाहा भएन, अहिलेलाई हामी ट्र्याक चुज गरौँ। हेर बतासले सुसेली हैन, हेर बतासले सुसेली है। फन्ने सरी है, नाम चाहिँ अलिकति सानो भयो अनि याद चाहिँ भएन। अब प्रिभ्यू अडियो है। सो अब कुन अडियो चाहिँ हामीले प्रिभ्यू देखाउने हैन, सो द्याट म्युजिशियन्सहरूले र अडियन्सले तपाईको डेमो सुन्नुहुन्छ अनि बल्ल पो किन्नुहुन्छ। सो त्यसको लागि चाहिँ हामीले पहिला डेमो भर्जन गरौँ। सो दिस इज आवर डेमो भर्जन, हेर बतासले सुसेली, दिस इज आवर फाइनल भर्जन। सो दुवै ट्र्याक्स यसरी अपलोड गरिदिनुहोस् है। अनि त्यसपछि अब अर्को ट्र्याक पनि अपलोड गर्नु पर्यो। सो त्यसको लागि चाहिँ एड ट्र्याक दुईटा गरिदिउँ है, किन हामीसँग दुईटा छ। हेर्न सक्नुहुन्छ तपाईको जुन लङ अडियो हुन्छ त्यो एकछिन टाइम लाग्छ। हो अपलोड भइसक्यो। सो यसरी नै अपलोड गर्ने हो। त्यसपछि हाम्रो अब अर्को लिगम कालो चोली मखमली हैन। सो कालो चोली मखमली यसरी सेम हाम्रो जर्नल चुज गरिदिउँ। क्लासिकल हाम्रो डिफ्रेन्ट ट्र्याक्सको डिफ्रेन्ट जर्नल हुनसक्छ। सो त्यही भएर चाहिँ तपाईसँग अप्सन आएको छ यस्तो। पहिला हाम्रो डेमो ट्र्याक गऱ्यौँ, त्यसपछि हामीले फाइनल ट्र्याक यसरी अपलोड गऱ्यौँ है। अब हामीसँग अर्को छ। सो कभर, त्यसको लागि पनि हामीले तिम्रो मायाले के गर्यो, मायाले के गर्यो एकदमै बेस्ट एल्बम हो, मलाई पनि पर्सनली मनपर्छ। त्यही भएर मैले एज अ एक्जाम्पल लिएको छु। अब हेर्न सक्नुहुन्छ तपाईले यो चाहिँ तपाईको डेमो भर्जन भयो अनि यो चाहिँ तपाईको फाइनल भर्जन भयो हैन। अब अनलेस सबै कुराहरू अपलोड नभएसम्म तपाईले यसलाई अप्रुभलको लागि चाहिँ नपठाउनुहोस् हैन। सो फर्स्ट अफ अल तपाईले सबै कुराहरू चेक गर्नुहोस्, सबै डिटेल्सहरू करेक्ट छ कि छैन भन्ने कुराहरू हैन। अनि त्यसपछि बल्ल यसै हाम्रो यहाँ माथि चाहिँ हाम्रो ट्र्याक्सहरू अपलोड भएको छ, तर यहाँ थर्डमा चाहिँ भएको छैन है। सो अल डन अल। अब हामीले यसलाई क्रिएट एल्बम गरिदिउँ। सो यसरी तपाईको एल्बमको म्युजिकहरू लिस्ट भइसकेको हुन्छ, तर पेन्डिङमा हुन्छ अनि हाम्रो टिमले यसलाई विथिन अ डे नै अप्रुभ गर्न सक्नुहुन्छ। अब हेर्न सक्नुहुन्छ हाम्रो एल्बमको सबै ट्र्याक्सहरू चाहिँ लाइभ भइसकेको छ। हेर्न सक्नुहुन्छ तपाईको सबै कुराहरू यसरी लाइभ भइसकेको हुन्छ र एज अ म्युजिशियनहरूले एउटा डिफ्रेन्ट ट्र्याक क्लिक गर्ने बित्तिकै यो एज अ एल्बम नै उहाँहरूलाई देखाउँछ। सो उहाँहरूले चाहिँ डिफ्रेन्ट ट्र्याक्सहरू किन्न परेन, यो एज अ एल्बम नै किनिसकेपछि उहाँसँग सबै एक्सेस हुन्छ। सो प्रिभ्यूको लागि चाहिँ उहाँले एउटा ट्र्याक सुन्न पनि मिल्छ। सो यसरी ट्र्याक सुन्न सक्नुभयो उहाँहरूले अनि बाई एल्बम गर्नुभयो, उहाँको कार्टमा जान्छ अनि यहाँबाट चाहिँ उहाँहरूले ई-सेवाबाटै यो म्युजिक किन्न सक्नुहुन्छ। सो अब एज अ भेन्डर तपाईको म्युजिकहरू सबै लिस्ट भइसकेपछि तपाईको हेर्न सक्नुहुन्छ तपाईको यो विथड्रल सेक्सनमा यहाँ सबै कुराहरूको अर्निङहरू देखाएको हुन्छ र तपाईले रिक्वेस्ट गरिसकेपछि तपाईले विथिन 1-2 डे नै तपाईले यो सबै अर्निङहरू तपाईको ब्याङ्क ई-सेवा अर खातामा तपाईले पाउन सक्नुहुन्छ। भएन त बेस्ट आइडिया। थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो टिल द एन्ड। र तपाईले यदि केही इस्यु छ भने हाम्रो वेबसाइटमा WhatsApp बटन पनि छ, त्यहाँबाट पनि तपाईले हामीसँग डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुभयो। और हाम्रो अबाउट सेक्सनमा पनि हाम्रो कन्ट्याक्ट अप्सन छ र यो हुँदा पनि तपाई एज अ युजर हाम्रो वेबसाइटमै सपोर्ट टिकट छोड्न सक्नुहुन्छ।